यो कमिटमेन्ट गर्ने कुरामा चाहिँ बलिउड स्टार शाहरुख खानको एउटा किस्सा सुनाउँछु म। अनि त्यसपछि तपाईँ रियलाइज गर्नु होला कमिटमेन्ट गर्ने या नगर्ने त्यो तपाईँको जिम्मा मैले छोडिदिएँ है त। सो बलिउड स्टार शाहरुख खानले गौरीलाई लभ पर्दैखेरि के भन्छ भनेदेखि म हाम्रो हनीमुन चाहिँ स्विजरल्यान्डमा गर्ने भनेर कमिटमेन्ट गर्छ। अनि विवाह हुन्छ। विवाह हुँदाखेरि शाहरुख खानको पकेटमा 1 रुपैयाँ पनि पैसा हुँदैन, पैसै हुँदैन भनौँ न। 1 रुपैयाँ भन्नाले अलिअलि त होला। अनि उसले स्विजरल्यान्ड भनेर उसले घुमाउन लैजान्छ दार्जिलिङ। आज शाहरुख खान वर्ल्डको 2nd लार्जेस्टमा पर्छ आर्टिस्टहरूमा, त्यति धनी भयो। कमिटमेन्ट पुरा गर्दा गर्दै ऊ त्यो स्थितिमा पुग्यो। सो यङ हुनुहुन्छ भनेदेखि कमिटमेन्ट गर्न चाहिँ लाज मान्नु हुन्न है भन्ने खालको कुरो चाहिँ शाहरुख खानको किस्साले जनाउँछ। अब कमिटमेन्ट गर्ने या नगर्ने त्यो चाहिँ तपाईँको जिम्मा।